गाइज न्यू टु न्यू ब्लग अनि सधैँ चाहिँ हाम्रो भाइ पनि यता साइकल चलाउँदैछ म पनि यसो ठुलो नम्बरको त त्यो त सिधा बाटो पनि चलाउनु त हाई गर्ने है हाई गर्ने है हाई गाइज भन्ने खोइ अनि पछाडि बसेर चलाउँछ खोइ पाइडल चल्दैन त्यो चेन चल्दैन बिग्रियो ए भाइको त हरिबिजेको नयाँ साइकल त त्यसरी बिगार्ने हो त ल चलाऊ त्यसरी गएको ल टाटा खोइ टाटा टाटा ए हुन्न म ढिलो भइसक्यो ल भरे भेट्यौँ ल स्कुलबाट आएर किन हुँदैन म छाडा म जान्छु टाटा सो गाइजहरु एकछिनमा भेट्यौँ है त टक्क म चाहिँ लाग्दैछु अब सधैँ चाहिँ यस्तै छ पऱ्यो अब जिन्दगानी कामसाम छैन यतिकै ठुलो मम्मीकोमा गयो यताउता आयो गेम खेल्यो त्यस्तै छ है जिन्दगानी तपाईँहरूको त राम्रै होला भन्नु पऱ्यो सो अहिलेलाई त यति भन्नु पऱ्यो अब सिधै कठारतिर भेटौँ है त फाइनली चढ्दो बाटो पनि आइपुगेँ त्यस्तो छ है भ्यू चाहिँ बिहान बिहानको अब ठुलो मम्मीकोमा जान्छु सधैँ चाहिँ त्यही हो ठुलो मम्मीहरूसँग कुरा गर्नु पऱ्यो यताउता गर्नु पऱ्यो होइन काम नभएर पनि अल्छी लाग्छ दिन्छु हिजो चाहिँ हामी टक्क लाएर घुम्न गयौँ भन्नु पऱ्यो यताभन्दा चाहिँ सुन्दरी जलतिर घुम्न गयौँ यसो नगएको ठाउँ भएर पनि हल्का एक्सपिरियन्स चाहिँ दामी नै भयो भन्नु पऱ्यो अलिक मजा पनि आयो तर गर्मी चाहिँ अति गर्मी क्या त्यस्तो जङ्गल भए पनि गर्मी त अति साह्रो यार त्यसपछि मलाई पसिना धेरै आउने गर्मीले त मर्नु न त्यो बल्ल बल्ल तर त्यो पानीमा खेल्दा चाहिँ चिसो त चिसो भएको थियो त्यसपछि फेरि माथितिर आउँदा फेरि उस्तै के यस्तै छ है अब त्यो मम्मीहरूको पनि पुग्न लागि भन्नु पऱ्यो अब एकछिनमा भेटौँ लगाइजहरू है त थाकी नयाँ प्रगति निमाको बुहारीले ओ जाको आधे आधे जाको एउटा चाहिँ यता रहेछ एउटा माथि फेरि ज्याकोको नयाँ साथी आएछ हेरेको हेरेछ एउटा चाहिँ नयाँ भइन्जेल त अनि त्यसपछि भुक्केको भुक्के गर्ने होला सुगाइजहरू टक्क लाएर यहाँ चिया बनाइदिनु भयो अनि चिया खाँदैछु भन्नु पऱ्यो बुढोहरू चाहिँ यता हुनुहुन्छ म चाहिँ यसो चिया खाँदैछु सो म चाहिँ अब घर फर्किँदैछु भन्नु पऱ्यो यसो ठुलो मम्मीहरूकोमा बसेर चिया खायो कुराकानी गऱ्यो अनि यत्तिकै मोबाइल चलाएर सक्यो भन्नु पऱ्यो अब घर जान्छु यसो टोइलेट सफा गर्नु छ त्यही हो मेरो काम चाहिँ अब अनि सफा गरेर रिपोर्ट कोही गर्छु यार जहिले गर्छु भन्दाखेरि आउँदा पनि आउँदैन एक त अनि फेरि गर्नु पनि अल्छी लाग्छ क्या नआएपछि फेरि त्यस्तै भन्नु पऱ्यो सो आज चाहिँ जसरी भए पनि यताउता गर्दै अलिअलि भए पनि गर्नुपर्ने हुन्छ यार सो अहिलेलाई यति भन्नु पऱ्यो अब सिधै घरमा दिउँसोतिर के हुन्छ त्यतिलाई भेटौँ है त अहिलेलाई यति भन्नु पऱ्यो गाइजहरू टक्क लाएर सो वाट्सएप ब्युटिफुल त्यसो भने तरकारी सरकारी लिन जाँदैछौँ ठिमीतिर सो अनि अहिले मामा पनि लिन जानुपर्ने सो अब एकछिनमा भेटौँ है त यस्तो छ बिहानको सुरुवात चाहिँ सो अब एकछिनमा भेटौँ गाइजहरू त्यहाँदेखि टक्क लाएर मासु लिन आएको मासु बसाल्दै बसाल्छ ठिमीमा हामी चाहिँ सधैँ यहीँबाट ल्याउने गर्छौँ टक्क मासु काटिँदैछ मगर लोकल 650 सब मासु किन्छौँ भने फेरि तरकारी मन्डी गएर यसो तरकारी पनि किन्नु छ सो हामी चाहिँ टक्क लाएर सब्जी मन्डी बजारमा आएको छौँ टमाटर किनेर लग्छौँ अब कता किन्छौँ मासु भइहाल्यो फेरि एयरपोर्ट जानुपर्छ मामालाई लिनु सो टमाटर पनि किनियो मासु पनि किने अब चाहिँ लाग्नु पर्ने हुन्छ घरतिर गर्मी चाहिँ यति गर्मी छ सब्जी मन्डी यस्तो छ हाम्रो सो गाइजहरू टक्क लाएर अब चाहिँ हामी यसो मामा लिन जानु लाग्नु मन पऱ्यो अब भीमसिम र म जान्छौँ भीमसिम भाइ र म सो अब आउँदाखेरि त ट्याक्सीमा आउँछौँ जाँदा त गाडीमा जानु पऱ्यो सो अब एकछिनमा भेटौँला सो अहिले आइदियो भन्नु पऱ्यो है त सो गाइजहरू टक्क लाएर हामी निस्किँदैछौँ एउटा हिरो भनेर के भयो त्यस्तो हेर्नु लाग्यो लाउँदा छिटो ल पुग्ने 1 घन्टा लाग्छ मामा आइसक्नुहुन्छ होला झरिसक्नुहुन्छ होला 9:30 झर्ने रे लाइन
बोक्नु परेन सो अब एकछिनमा भेटौँला है त एयरपोर्ट पुगेर सो हामी टक्क लाएर एयरपोर्ट पनि पुगिसक्यौँ अब चाहिँ यताभित्र छिर्न लागेको एयरपोर्टमा मामा दिन जानु मामाले कन्का गर्नुहुन्छ अब हिँड्न चाहिँ आइदिनु लागेको साग मान्छे लिन आउनेको भिडियो गाइजहरू हामी यता छौँ टिभी पनि लागेको त यहाँ मान्छे त कति धेरै हो हामी चाहिँ कुरेर यहाँ अल्छीले बसिरहेको छौँ यहाँ एउटा रुपी जो सप गर्दैछन् मौसम चाहिँ यस्तो घाम त आएको छ नि त्यही पनि गर्मी चाहिँ अति गर्मी छ कलर यस्तो छ वातावरण मान्छे लिन आउने जो टन्ने टुप्पा लाएर राख्नुहोस् छोरी मान्छेको खुट्टा तान्ने छोरी मान्छे नै टक्क लाएर हाम्रो मामा पनि भेटियो बल्ल बल्ल ल मामा साई भन्दैन हाम्रो कुर्दा कुर्दा बल्ल बल्ल अब टक्क एकछिन यहाँसम्म मामाको दिनु छ अनि त्यसपछि फर्किन्छौँ हामी एकछिन बस्छौँ एयरपोर्टको नजारा यहाँ पैसा तिर्नु परिहाल्यो अच्छा त्यो के साह्रो तातो रहेछ पैसा कमाउनु तरिका यस्तो गाह्रो छ गाइजहरू हामी चाहिँ टक्क लगाएर फर्किँदैछौँ सबै खोल्छ अस्ति भिडियोमा पनि कतिवटा देखाइरहेको थियो पठाइदिँदो रहेछ यो खोल्दो रहेछ भित्र यहाँ त खोलकाल गरेर लक सक तोडेर रहेछ ल गाइजहरू फाइनली हामी घर पनि पुग्यौँ है अब सामान दिएको कुछ झारौँ सो फाइनली आइयो भन्नु पऱ्यो मामा लिएर पनि अब खानासाना खानु पऱ्यो आज त है 1 बज्न लागिसक्यो बल्ल अब खाना खाँदै हुन्छ टाढो छ अब मामाको डिले भएर फ्लाइट यताउता कुर्दा कुर्दा बस्दा बस्दा सो अब खानासाना खाऊँ अनि मेरो फेरि रिपोर्ट गर्नुपर्छ सो अल्लाह यति भन्नु पऱ्यो त हामी चाहिँ टक्क लाएर यहाँ अब कच्चर बनाइँदैछ यसको लागि यहाँ टक्क लाएर के देखिँदैन परेछ यहाँ तेलमा चिन्लाएर के बनाएर खट्टी मिठी यता अनुहारमा पनि लिपट यहाँ तेलमा चिनी मात्रै लाग्छ अरू छैन यहाँ चाहिँ हल्का यहाँ टक्क लाएर यहाँ काँचो आँप यस्तो बनाएर यहाँ चाहिँ हामी यसो खाजा खानलाई अन्डा र भात खानु लगाएको टक्क लाएर यो फत्केको जस्तै हुन्छ कि क्या मिठो हुन्छ यस्तै छ है अन्डा यस्तै छ है आफ्नो चाहिँ यहाँ रिचार्ज बनाउँदा खै के हो के यार के गर्न खोज्छु के हुँदैन गाह्रो छ हौ यता च्याटजिपिटी पनि चल्दैन यस्तै छ है गाइजहरू चाहिँ यहाँ बनाऊँ यसो गेम खेल्नु पर्ला र अति अल्छी लाग्यो अनि त्यहाँ खाजा पनि पाक्दै गर्छ अनि यहाँ चिसो पनि गर्मीले चिसो त खानुपर्ने हुन्छ यस्तो छ है गाइजहरू नुहाउनु पनि गाह्रो छ एकछिनमा भेटौँ ल पुग्लु सानी पनि गाउँबाट काली भएर आएको छु म त कस्तो नराम्रै भएर आएको छु गाइजहरू हेर्नु त मेरो कस्तो नभने आउनु सानी अब पुग्लु हो नि पुग्लो साया आइ भनिदेऊ खै साया होइन भन्ने हामी घुम्न गएको आइ नभन्ने खै आई गाइज भन खै आई गाइज भन न नभन्ने घरमै छ सायाकोमा कति पछि आएको सायद चाहिँ फोन लिएर भागिहाल्यो यता हाम्रो चाहिँ कोरे आई भन हाई गाइजहरु भन्देऊ हाई गाइजहरु हाई हाई भन्देऊ तिम्रो शुभमी हो किन नदेखाउनु
ल भने के देख्नु भएको ल माया के गाडा छ नि तिम्रो को हो साया तिम्रो को हो शुभमी बहिनी भन्नु होइन होला मेरो पो बहिनी त तिम्रो हो मेरो पनि बहिनी हो कि न साया साया पनि काली भएको हो टाटा टाटा साया जाउँ अब साया जाउँ पुऱ्याउनु चटपटे डिउ नि हम चाहिँ खाना खाएर यहाँ पार्टी चल्दैछ फेरि कोही खाना खाँदैछ कस्तो खोइ भन्दैन यहाँ फेरि एउटा फेरि के हो फेरि गर्मीमा चाहिँ यस्तो लाग्छ हाम्रो भाइ चाहिँ यहाँ गेम खेलेको छ जतिको छ सो थ्याङ्क्स फर वाचिङ अनि आजको लागि यति पनि भयो अब सिधै भोलिको ब्लगमा भेटौँला सो सी आर द नेक्स्ट ब्लग अनि भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै अहिलेलाई यति सो भोलिको ब्लगमा भेट्यौँला थ्याङ्क्स फर बिङ हियर जोइन नेपाल